हेलो साथीहरू, लस्सो फ्याफुल्ला सबैजनालाई। भोलि चाहिँ बुद्ध जयन्ती। सबैजनाले बुद्ध जयन्ती राम्रोसँग मनाउनु होला। यो चाहिँ मेरो गाउँ हो। कस्तो छ हेर्नु है साथीहरू। मलाई चाहिँ एकदम राम्रो लाग्यो। बुद्ध जयन्तीको लागि यस्तो मजाले सजाउनु भएको रहेछ नि। मलाई त गाउँ पो जाउँ लाग्यो। म चाहिँ काठमाडौँमै छु। भोलि चाहिँ बौद्धमा गएर बत्ती बाल्छु भनेर सोचिरहेको छु। यो चाहिँ मेरो गाउँ हो। मेरो बुढाले खिच्नु भएको भिडियो यो चाहिँ। म चाहिँ काठमाडौँमै छु, तर गाउँ जाउँ लाग्यो कि गाउँ हेर्दाखेरि। मेरो घर पनि देखेको छ यहाँबाट। यस्तो दामी सजाएको छ नि, खुसी लाग्छ हो आफूले भाग्यमानी ठान्छु। बुद्ध जन्मेको देशमा जन्मिन पायो, बुद्ध धर्मलाई मान्यता दिने गाउँमा बिहे भएर जान पाएँ। त्यही भएर आफूलाई चाहिँ भाग्यमानी ठान्छु म, अरू जे जस्तो भए पनि। यतिको लागि चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई चाहिँ भनिदिनु होला है साथीहरू। मेरो गाउँ राम्रो छ एकदमै, मलाई चाहिँ एकदम मनपर्छ पहिल्यैदेखि। बाई बाई साथीहरू।